यदि कुनै मान्छेले चाहिँ 10 वर्षसम्म एउटै नम्बरको सिम युज गरिरहेको छ भने त्यो मान्छेलाई यो 3वटा कुरामा चाहिँ कन्फर्म गर्न सकिन्छ क्या। नम्बर 1, ऊ चाहिँ यो क्राइम रिलेटेड कुराहरूमा चाहिँ इन्भल्भ भएको छैन भन्ने बुझिन्छ। अनि नम्बर 2, ऊ चाहिँ यो फाइनेन्सियल डिसिप्लिन ब्रेक गर्ने कामहरूमा पनि ऊ चाहिँ जोडिएको छैन भन्ने बुझिन्छ भने अब नम्बर 3मा चाहिँ ऊ चाहिँ आफ्नो फ्यामिली प्रति चाहिँ अलिकति कन्सियस छ, फ्यामिली रिलेसनमा चाहिँ ऊ अलिकति रेस्पोन्सिबल छ भन्ने बुझिन्छ होइन। अब योभन्दा बढी के छ जस्तो लाग्छ भने तपाईँ पनि लेख्नुहोस्। र अर्को इम्पोर्टेन्ट कुरा, तपाईँले सिम युज गरेको कति वर्ष भयो त्यो पनि जानकारी गराउन मिल्छ भने गराउनुहोस् है त।